हेलो गाइज वेलकम ब्याक टु आवर पेज। सो आज चाहिँ म यहाँ हाम्रो मामा घरमा आएको थिएँ। यहाँ चाहिँ हाम्रो ठुलो मम्मीको घर हो। यहाँ बसेको थिएँ म चाहिँ, र मामाहरूकोमा पूजा छ। भोलि भदैहरूको वर्तमान छ, त्यसैले आएको थिएँ। अहिले चाहिँ हामी जाँदैछु मामाको घरपट्टि। सो स्टे ट्युन। यहाँबाट चाहिँ हिँड्दै हिँड्दै हामी हाम्रो मामा घर जाँदैछौँ। यहाँ चाहिँ फर्स्ट डे पूजाको तयारी हुँदैछ। यहाँ चाहिँ हाम्रो भदैको एकदम भोलिको लागि तयारी हुँदैछ। कपाल खौरेर खाएको छुइनँ मैले। आज भाइको ओटिडी छ, तल छ जिन्सको पेन्ट, माथि छ ब्लू कलरको कुर्ता, अनि तल छ ब्लू कलरको चप्पल। यो हो आज अथरको ओटिडी। हाई यहाँ निधारमा। हाई हाई गुड मर्निङ भन्नु। मर्निङ मर्निङ। फुल त हैन तालिएर यतै भएको शेरका पुरुखाको सुरक्षा सदास हरि ओम। यो चाहिँ के हो? व्हाट इज दिस? यिनीहरूको दाउरा यिनीहरू आज जान्छ नि त। कसैको बर्खन रे कसैको सर्खन रे। हाम्रो केही छैन। पल्लो घरमा आइडी लगाउने, कान्छी दिदी लगाउने। यो दुईजना भाइहरूको चाहिँ हो भोलि व्रतबन्ध। त्यसकै तयारीमा छ। अब यिनीहरूले चाहिँ यो डोको बोकेर आज चाहिँ यिनीहरूले यो डोको बोकेर जान्छ। खोल न। यहाँ चाहिँ हाम्रो माइजू ठुली दिदीहरू चाहिँ यहाँ पुरा दुना गाँच्नु हुँदैछ। यहाँ चाहिँ कसार बाट्नु हुँदै रहेछ माइजूहरू ठुलीहरू भएर। यसरी बनाउँदो रहेछ है कसार चाहिँ। र यतापट्टि चाहिँ माइजूहरू नै हुनुहुन्छ, रोटी पोल्नु हुँदै रहेछ, सेलरोटी। यो चाहिँ हाम्रो माइजूको सानो बारी। आज चाहिँ डे 2। आज चाहिँ व्रतबन्धको दिन हो। म र मेरो छोरा चाहिँ रेडी भएर जाँदैछु। हामी चाहिँ फेरि नेक्स्ट डे जाँदैछौँ मामा घर। आज चाहिँ बर पिपलको बिहा र व्रतबन्ध छ। स्लोली स्लोली। यहाँ चाहिँ एकदम सब्जी कटिङ हुँदैछ। हाम्रो कान्छी आन्टीको चाहिँ उभिने काम हो। यी साइले ठुलमी, हाम्रो पुनम दिदी, कान्छी आन्टी यहाँनिर चाहिँ हुँदैछ बर पिपलको बिहा। हाम्रो आमैले रोप्नु भएको बर पिपलको चाहिँ बिहा हुँदैछ। किनभने यसरी बर पिपल ठुलो भएर जोडिएपछि चाहिँ यिनीहरूको बिहा गरिदिनु पर्छ अरे त। त्यही हुँदैछ यहाँनिर। यहाँ चाहिँ हाम्रो मम्मीहरूको सबैजना दिदीबहिनीहरू भेला भएर पूजा गर्नु हुँदैछ। त्यहाँ बर पिपलको विवाह सकिएर चाहिँ यता व्रतबन्ध सुरु भयो भदै र भाइको। र यहाँ पण्डितजीले चाहिँ यसरी चाहिँ मन्त्र भन्नु हुँदो रहेछ। 3 खेप चाहिँ यसरी यो यज्ञको वरिपरि घुम्दै आएर बसेर फेरि यसरी मन्त्र भन्नु हुँदो रहेछ। र यसरी नै भयो। व्रतबन्ध पनि लगभग सक्यो। यहाँ भिक्षा माग्दैछ भाइहरूले। र यसमा चाहिँ सबैले चामल फुल पैसाहरू। र बुफेमा चाहिँ यस्तो थियो खानाहरू। यो खोल्नु के छ? यो के छ? कुमारहरू भन्दछन् धन्य माता पिता मैले बनाएको सलाद यहाँनिर चाहिँ सिक्किमको र खानाहरू खाइसकेर चाहिँ पूजा सकिएपछि चाहिँ राति अलिकति यसरी नाचगान गऱ्यौँ। सो द्याट्स अल. थ्याङ्क यू फर वाचिङ. Please like, share and follow my channel.